I became a huge admirer of Sushil Shrestha after watching Outlaw Daffa 219. त्यसपछि चाहिँ म एकदम एक्साइटेड थिएँ सुशीलको नेक्स्ट प्रोजेक्ट हेर्नको लागि अनि फाइनली सुशीलको नेक्स्ट मुभी परिवर्तन मैले आज हेरेँ। परिवर्तन फोकसेस अन अन्जना बराइली वेयर सी इन्काउन्टर्स पारस अ फियरलेस म्यान जो चाहिँ अन्यायको अगेन्स्टमा लड्छ। त्यसपछि उनीहरूको बन्ड बढ्दै जान्छ तर एउटा ट्विस्ट आउँछ जहाँ उसले आफ्नो लभ लाइफ चुज गर्ने कि कानुन भनेर। दिस फर्म्स द बेसिक स्टोरी लाइन अफ परिवर्तन। दिस मुभी इज डाइरेक्टेड बाई विजय केरुङ अनि लिड रोलमा हुनुहुन्छ सुशील श्रेष्ठ, अन्जना बराइली एन्ड करिश्मा मानन्दर। म चाहिँ यो मुभीको गुड र ब्याड एस्पेक्ट भन्न गइरहेको छु, सो तपाईहरु डिसाइड गर्न सकोस् यो मुभी हेर्ने कि नाइ भनेर। द गुड, सम एक्सन सिक्वेन्स एन्ड स्ट्रङ मेसेज। परिवर्तन लाइज अन द जनर अफ एक्सन अनि यो फिल्मले चाहिँ आफ्नो जनरलाई जस्टिस गरेको छ। एक्सन अफ दिस मुभी इज ट्रेमेन्डस। एक्सन डाइरेक्टर श्री श्रेष्ठले चाहिँ एकदम एफर्ट लाउनु भएको छ जसले गर्दा मुभीको एक्सन सिनहरु चाहिँ एकदम ग्रान्ड देखेको छ। सुशील श्रेष्ठको टावरिङ प्रेजेन्सले गर्दा चाहिँ एक्सन अझै कम्पेलिङ देखिन्छ। एक्सन हेरिराख्दा चाहिँ इच एन्ड एभ्री पन्च, किक, इभन गनसटहरु फेल्ट रियल। नट ओन्ली सुशील, इभन अन्जना बराइली अल्सो साइन्स इन द एक्सन। अन्जना बराइलीले चाहिँ आफ्नो 100% एफर्ट लाएको छ एक्सन सिनहरुमा। प्लस यो मुभीले एकदम हार्ट हिटिङ मेसेज कन्भे गर्न खोजेको छ। फिल्मको एन्डमा आइपुग्दा मेकर्सले चाहिँ एकदम सोच्नको लागि बाध्य बनाउँछ हामीले हाम्रो सरकार चुज गर्न कतिको मिस्टेक गरेको छौं र अब त्यो मिस्टेकलाई कसरी इम्प्रुभ गर्ने भनेर। सो इट्स हाई टाइम टु चुज द राइट गभर्नमेन्ट। परिवर्तन साच्चैकै ल्याउन आवश्यकता छ। I was genuinely excited to watch this movie किनकि as I said सुशीलको अघिल्लो मुभी Outlaw was superb अनि यो मुभी कस्तो होला भनेर I was curious to know. But this movie had too many flaws. Let me tell you in brief. सुरु गरौँ ब्याकग्राउन्ड स्कोरबाट। ब्याकग्राउन्ड स्कोर अफ दिस मुभी was too loud. यो मुभी चाहिँ फुल्ली ब्याकग्राउन्ड स्कोरमै रिलाइ गरेको छ। फर्स्टदेखि लास्टसम्म नै एकदम लाउड ब्याकग्राउन्ड स्कोर प्ले भइ नै राखेको थियो, which I felt was a little unnecessary. स्कोर पनि एकदम लाउड थियो। कुनै कुनै बेला त मैले आफ्नो औँलाले कान थुनेर बसिराख्नु परेको थियो। फिल्मको बीचमा चाहिँ एउटा र्यान्डम गीत आउँछ जसले चाहिँ स्टोरीको फ्लोलाई स्लाइटली ह्याम्पर चाहिँ गर्छ। प्लस स्क्रिन प्ले चाहिँ अलि हतारमा अगाडि बढाएको जस्तो नि फिल आउँछ। लेट मी गिभ यु एन एक्जाम्पल। सो सुशील र अन्जना पहिलोचोटि भेट्दा चाहिँ दे आर नट अन गुड टर्म्स बट कट टु आफ्टर द्याट सिक्वेन्स नेक्स्ट सिनमा दे अलरेडी फल इन लभ विथ इच अदर। डाइरेक्टरले चाहिँ हाउ दे फल फर इच अदर, लभको फर्स्ट पेजहरु केही एक्सप्लोर नै गर्दैन अनि यसपछिको सिनमा त उनीहरु झन् इन्गेजमेन्ट गर्न थाल्छ विदाउट एनी कन्टेक्स्ट। मैले बुझिए रोमान्टिक मुभी हैन, स्टोरी अर्कै हो भनेर, तर एटलिस्ट सो अस समथिङ, एटलिस्ट सो अस बन्ड एन्ड केमिस्ट्रीहरु। एक आपसको बन्ड र केमिस्ट्रीहरु नै नदेखाए हाउ आर यु सपोज टु कनेक्ट विथ द क्यारेक्टर। एउटा इम्पोर्टेन्ट क्यारेक्टर जसको चाहिँ नाम राघव बस्नेत हुन्छ उसको चाहिँ हत्या गर्छ बट उसलाई कसरी मार्यो भनेर पनि देखाउँदैन। त्यो त बुझे मैले कसले मार्यो भनेर त सस्पेन्स राख्नु थियो, तर एटलिस्ट सो द डेड बडी जस्ट मोर्यो भन्छ अनि स्टोरी अगाडि बढ्छ। सो व्हाट आई एम ट्राइङ टु से इज स्क्रिन प्ले चाहिँ एकदम रसमा अगाडि बढ्छ अनि परफर्मेन्स पनि यो मुभीमा एक्टरहरुको सम्झिने लायकको चाहिँ छैन। विथ ड्यू रिस्पेक्ट, अन्जना बराइली इज सो ह्यामी इन अ रोल। डायलग डेलिभरी पनि एकदम मोनोटोनस थियो। इभन भेटरन लाइक करिश्मा मानन्दर डायलग डेलिभरी वाज सेम। आई जस्ट कुड नट कनेक्ट विथ देम। उनीहरुले डायलग डेलिभरी गर्दा चाहिँ आउन पर्ने इम्प्याक्ट नै फिल भइरहेको थिएन। बोथ अन्जना एन्ड करिश्मा स्लाइटली फेल टु मेक इम्प्याक्ट इन दिस मुभी। सुशील श्रेष्ठले चाहिँ ठिकै काम गरेको छ मुभीमा। आई स्टिल बिलिभ आउटलॉ दफा 219 चाहिँ सुशील श्रेष्ठको बेस्ट वर्क हो अहिलेसम्मको अनि आई थिंक दिस मुभी इज स्लाइटली आउटडेटेड। सायद 10 वर्ष अगाडि रिलिज भएको भए दर्शकहरूले चाहिँ वाउ दिस इज नेपाली सिनेमा भन्थ्यो होला, तर अहिलेको टाइमको लागि चाहिँ यो अलि त्यही पुरानै खालको मुभी जस्तो फिल आयो। ओभरअलमा भन्नुपर्दा चाहिँ परिवर्तन इज अ गुड एक्सन मुभी जसले चाहिँ एउटा स्ट्रङ मेसेज पनि कन्भे गरेको छ। स्क्रिन प्ले अझै राम्रोसित एक्जिक्युट भएको भए चाहिँ इट कुड ह्याभ बीन अ लट बेटर। सो या द्याट्स माई रिभ्यू फर दिस मुभी। हजुरहरूलाई यो मुभी कस्तो लाग्यो? यदि हेर्नु भएको छ भने यु क्यान कमेन्ट डाउन एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल। धन्यवाद।